नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। However, an international study has shown that corruption is on the rise in Nepal. In terms of good governance, Nepal has slipped 4 places in comparison to last year at 117th. अब नेपालको उन्नतिको लागि हामीबाट अरु के त्याग गर्नुपर्ने हो, हामी तयार छौं। त्यसो हो भने राष्ट्रलाई नेतृत्व दिन तयार हुनुहुन्छ फेरि? जनताले माग्यो भनेदेखि यस। हामी त्यहाँ गएर बम हान्ने गेट भत्काउने हाम्रो काम होइन। हाम्रो काम शान्तिपूर्ण यो गेट खोलेर राजाले छोडे श्रीपेट राजाले लहर लगाइदिए जनताको लागि।